पप्पू भाइ कता हिँडेको? हजुर दाइ म यही दोकान हिँडेको दाइ। अनि भाइ मेरो पैसा कहिले दिन्छौ त तिमीले? दाइ अहिले मसँग पैसा छैन, म पैसा कमाएर दिन्छु नि दाइ। अहिले जबलेस छु है म। त्यसो भनेर कहाँ भयो त नि भाइ? सधैँ यसो भनेर चल्छ त भाइ? त्यसो भनेर त नहुने हो दाइ। म कमाएर बिस्तारै तिर्छु नि दाइ, मसँग नभएर हो नि दाइ। जहिले डुली हिँडेको देख्छु, जहिले डुली हिँडेको देख्छु अनि कताबाट हुन्छ त पैसा? काम गर्नु पर्यो नि भाइ। दाइ काम कति खोजेको, काम पाउँदै पाउँदैन। मैले कति खोजेछु दाइ, नपाएर हो दाइ। काम गर्ने बित्तिकै ल्याएर दिन्छु नि दाइलाई है। सधैँ म तिम्रो मिठो बोलीमा मोहित हुने हुँदैन भाइ यसरी। मलाई जसरी नि पैसा चाहियो। दाइ म जस्तो मजाले हजुरलाई के मोहित बनाउन सक्छु र दाइ? मैले त हजुरलाई मोहित बनाउनै सक्दिनँ नि। म बिस्तारै कमाएर दिन्छु नि दाइ। ल यो चोटिलाई तिमीलाई मैले छोडिदिएँ, अर्को चोटि मैले भेट्दा तिम्रो हातमा मेरो निम्ति पैसा हुनुपर्छ भाइ, अरू म जान्दिनँ। हुन्छ हुन्छ दाइ, म जसरी नि ल्याउँछु। म पैसा खोजेर पनि ल्याउँछु नि। फेरि कताबाट भेट भएछ यो बुढो, पैसा मागेर हैरान गर्ने भयो। दाइ नमस्ते, आराम हुनुहुन्छ दाइ? आरामै छु भाइ, आज त पैसा ल्यायो होला नि? दाइ ल्याएको छैन नि, मैले काम पाएको छैन। काम पाउनु बित्तिकै दिन्छु भनेको दाइ। काम खोज्न गएको, कामै पाउँदैन दाइ, के गर्ने होला? अब यो तरिकाले भएन, अब यसलाई नै मैले काम खोजेर लगाइदिनु पर्यो अनि यसको तलबासी मैले पैसा राख्नु पर्यो। ल त्यसो भए भाइ मसँग एउटा काम छ, गर्ने हो त भाइ? त्यो काम गरेर मेरो पैसा चुक्ता गर है त भाइ। हुन्छ नि दाइ, म काम गरेर पैसा चुक्ता गर्छु नि दाइ। के काम हो बरु भन्नुहोस् त दाइ। मेरो त्यो एकजना भाइको त्यो बारी खन्न छ अरे भाइ, त्यो बारी खनिदेऊ, त्यसबाट पैसा आउँछ अनि तिम्रो घर खर्च पनि चल्छ अनि मलाई पनि देऊ, मलाई दिन नि पुग्छ है भाइ। ल यही गर है त भाइ। ल भोलि भेटौँ है त भाइ। हस् हस् दाइ, भइहाल्छ नि दाइ। भोलि दाइ कहाँ भेट्न आउनु दाइ? मेरो घरमा आऊ न, घरमा आऊ अनि त्यहाँबाट सँगै जाउँला त्यहाँ है।